हेलो नमस्ते म चाहिँ अर्णव मगर वेलकम छ लाफा ब्लग नेपालमा। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म सानो भिडियोको लागि म बाहिर निस्केको छु। यतातिर गाउँघर छ के को बोटो यो चाहिँ के भन्छ हाम्रो मगर भाषाबाट चाहिँ आर्खोट भन्छ। आर्खोटको बोटो यो चाहिँ गरी महिनामा चाहिँ फल्छ। अहिले चाहिँ खिङ्रिङ्ग भएर बसेको छ। यता सल्लाहको जङ्गल हो रहेछ। यहाँ पनि रहेछ है संस्कृति गर्नुपर्छ, श्रमदान गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ राखेको रहेछ। जय श्रमदान। गाईहरू घर आयो एकदम बबाल। म चाहिँ अब जङ्गलतिर जाँदैछु। एकदम शिकार गर्न सकिन्छ कि आज एक्लै छ बाघ भालु सिंह सबैलाई मारेर ल्याउनुपर्छ। गाईहरू यहाँनिर चाहिँ यहाँ के हो नाम त थाहा छैन, तर हाम्रो मगर भाषा चाहिँ भाले जुत्रे भन्छ। यहाँनिर चाहिँ टन्नै फलेको रहेछ है गाईहरू। कान छेर्ने हो यसले चाहिँ कान। मेरो त अलरेडी यहाँ दुईटै ठाउँमा छेरिरहेको छ। तपाईँहरू छेर्न सक्नुहुन्छ भने भन्नु, म ल्याइदिन्छु। बेर यहाँनिर डोजर पनि छ। बाटो खन्नु पर्यो भने सम्पर्क गर्नु होला डोजरलाई। यहाँ घर बन्दै रहेछ, पहिला चाहिँ थिएन। दामी घर बनाएको रहेछ। ए गाडी गयो है, ठुलो गाडी पनि आइदिँदो रहेछ सानो बाटोमा। चट्ट फर सेल पो रहेछ त हौ जङ्गलमा त। ल यो घर चाहिँ बिक्रीमा रहेछ साथी हो। यो घर चाहिँ बिक्रीमा रहेछ। तपाईँहरूलाई किन्न मन छ भने चाहिँ सम्पर्क गर्नु होला। के है यो घर चाहिँ बवाल छ है साथी हो, बवाल। तर यो घर चाहिँ बिक्रीमा रहेछ। यो चाहिँ एउटा व्यवसायिक हिसाबले चाहिँ घर बनाएर बिक्री गर्ने उनीहरूको बिजनेस होला जस्तो मलाई लाग्यो। हेर्नु गाई त जङ्गल यस्तै छ होइन। ल जङ्गलमा पनि सोफा है, राजाको सोफा पो रहेछ त यहाँ त। गाईहरू सोफा के गर्नु बस्नु पर्यो सोफामा, चट्ट हुकुम राजा भएर। है गाईहरू सोफामा बसेँ म सोफामा। कस्तो देखाएको छ गाईहरू सोफामा। सोफा चाहिँ एकदम बवाल छ है, चट्ट बवाल छ सोफा। कति मजाको बस्न नि साथी हो। है यो जङ्गल यो के हो यस्तो घाँस दामी छ है। यो चाहिँ सल्लाहको बोटहरू यस्तो अग्लो अग्लो छ नि आमा भन्नै पर्दैन। नेपालमा चाहिँ ठुलो ठुलो हुन्छ होइन, यहाँनिर चाहिँ नेपालको जस्तो ठुल्ठुलो चाहिँ छैन, तर अग्लो अग्लो चाहिँ छ है। अग्लो अग्लो ठुलो नि छ तर त नेपालमा चाहिँ ठुलै हुन्छ क्या ओभर। तर हाइट चाहिँ छ है, हाइट चाहिँ रहेछ। कहाँ हाइट त छ, हाइट चाहिँ रहेछ टन्नै अग्लो अग्लो हुने रहेछ। ल यता बाटो नै ब्लक भयो हौ साथी हो। कहाँबाट जाने यहाँ भित्रबाट छिर्न मिल्छ, तर म सानो मान्छे त छिर्छ गाईहरू। म चाहिँ यहाँ छिर्न लागेको छ है। अब सानो मान्छे है, जताबाट छिरे नि हुन्छ। नर्कैमा छिरे गाईहरू झन्डै अर्केको न हौ। सानो मान्छे भयो नि झन्डै अर्केको। यो यत्रोमा पनि नछिर्नु खोज्छ यार। म चाहिँ अब सानो उसबाट पनि छिरियो। अब यतातिर त के जानु साथी हो, यतातिर चियान रहेछ। कहाँ चियान गाडी पो रहेछ साथी हो, मलाई डर लाग्यो यार। कता भागेँ। अब चाहिँ म फर्केकै गाईहरू, म जङ्गल पस्न सक्दिनँ। त्यहाँनिर चाहिँ चियान गाडी रहेछ, सो म चाहिँ त्यहाँबाट अगाडि बढ्न चाहिँ सक्दिनँ। भन्छ है यहाँ चाहिँ बवाल छ जङ्गल चाहिँ।
गर्दै गर्नु होला, साथ सपोर्ट माया गरिराख्नु होला, सब्सक्राइब गरिराख्नु होला। भिडियोहरू पोस्ट गर्दै गर्छु। ल गाइजहरू म चाहिँ आइपुगेँ। दामी छ है भ्यू हेर्नु है गाइजहरू, भ्यू नाइस भ्यू छ। सबै त घरहरू पनि दामी छ है, सबै घर पनि बवाल छ है, इन्जिनियरिङ चाहिँ बवालै छ। यहाँ चाहिँ कार छ, कार चाहिँ कसको मलाई पनि थाहा छैन, नाम धरी शुद्ध थाहा छैन मलाई, तर भट्केको घर रहेछ है यो चाहिँ पुरानो। अरे जङ्गल हरियो परियो जङ्गलहरू तपाईँहरू देख्न सक्नुहुन्छ गाइजहरू, एकदमै दामी हरियाली छ। यो चाहिँ बाटो कहाँ जाने बाटो हो यस्तो देख्न सक्नुहुन्छ गाइजहरू, तर यस्तो बाटो चाहिँ म जाँदिनँ। तपाईँहरूलाई म देखाउँछु जिम गर्ने ठाउँ हो, यहाँनिर जिम गर्नु। यो चाहिँ फुटसल हो, यता चाहिँ माथि बालेको छ, र यहाँनिर यस्तो बवाल छ है साथीहरू। तर यो नयाँ यो चाहिँ थिएन पहिला, अहिले चाहिँ यहाँ के बनाउन लागेको रहेछ, के बनाउन बवाल ठाउँहरूमा जाने प्रयास गर्छु, देखाउने प्रयास गर्छु। अहिले चाहिँ साथ सपोर्ट माया गरिराख्नु होला, सब्सक्राइब गरिराख्नु होला। कुसियामा पनि धेरै ठाउँहरू छ, जस्तै झरनाहरू भयो, ठुलो ठुलो समुद्रहरू छ, अनि यहाँको विभिन्न बवाल ठाउँहरू देखाउने प्रयास गर्छु। सब्सक्राइब गरिराख्नु होला, हेरिराख्नु होला, माया गरिराख्नु होला। बाई बाई गाइज।